हेलो एभ्रिवान, मसँग आज मासुको अचार बनाउन सिकौँ। मासुको अचार बनाउनका लागि चाहिँ मैले फर्स्टमा मासुलाई धोइ पखाली गरिसकेपछि त्यसलाई पानी निचोरेर मैले त्यसमा म्यारिनेट गर्नलाई सुरु गरेँ। म्यारिनेट गर्नको लागि मैले राखेको इन्ग्रिडियन्ट्सहरू एकदमै सिम्पल छ। म्यारिनेट गर्नको लागि चाहिँ फर्स्टमा हजुरले आफ्नो स्वादअनुसार नुन, बेसार र अलिकति तोरीको तेल राखेर त्यसलाई मजाले चलाइदिनुहोस्। 2-3 मिनट चलाइसकेपछि चाहिँ त्यसलाई साइडमा ढाकेर 15-20 मिनटको लागि यत्तिकै राखिदिनुहोस्। त्यसपछि म यतातिर लाग्दैछु ड्राई मसला तयार गर्नको लागि। अब ड्राई मसलाको लागि चाहिने चिजहरू भनेको धनिया, जिरा, मेथी, तोरी र मरिच हुन्। त्यतिलाई चाहिँ मजाले रोस्ट गर्नुहोस्। रोस्ट गरिसकेपछि त्यसलाई पिस्न पनि पर्छ। अनि त्यसपछि मैले अर्को चिज बनाउँदैछु, अर्को पनि मसला नै हो। त्यसमा चाहिँ मैले राखेको चिजहरू भनेको लसुन, अदुवा र सुकेको खुर्सानी, जुनलाई चाहिँ मैले पहिल्यै भिजाएर राखेको थिएँ। त्यसपछि मैले त्यसलाई पनि मजाले मिक्सरमा मिक्स गरिदिएँ। अनि त्यसपछि यता तेल तताउनतिर लाग्दैछु। तेल तातिसकेपछि मैले एउटा मासु राखेर चेक गरेँ। मासु राखेर चेक गरिसकेपछि त्यो तेल तातिसकेको रहेछ भनेर थाहा पाएँ। सबै मासु राख्थेँ। अलिअलि गर्दै मासु राखेर मैले त्यसलाई रोस्ट गर्न थालेँ। मासुलाई चाहिँ हामीले मजाले उल्टाइ पुल्टाइ गरेर राम्रोसँग चलाउनु पर्छ र हामीले मासु गोल्डन ब्राउन रेडिस कलर नआएसम्म अलिक कडा हुने गरेर चलाउन पर्छ। त्यस्तो भइसकेपछि बल्ल हाम्रो रेडी हुन्छ। हाम्रो रोस्टेड मासु रेडी भइसकेको छ। त्यसैले मैले अर्को तेल तताएर त्यसमा अब प्याज राखेर प्याजलाई पनि त्यसै गरी गोल्डन ब्राउन हुन्जेलसम्म मजाले चलाएर रेडी गर्छौँ। त्यसमै मैले अब ड्राई मसलालाई एड गरेर त्यसलाई पनि चलाउँदैछु। मैले चाहिँ अलिकति जिराको धुलो नपुगेको र अलिकति नुन पनि नपुगेको जस्तो लागेर मैले त्यसलाई पनि राखिदिएँ। अनि त्यसपछि फेरि चलाउन थालेँ। त्यसपछि मैले राख्न जाँदैछु अहिलेको त्यो मसला, अर्को मसला जुन चाहिँ मैले बनाएको थिएँ अदुवा, लसुन र खुर्सानी बनाएर, र त्यसलाई पनि मैले मजाले त्यसमै मिक्स गरेर चलाउँदैछु। अब हामीले यो मसलालाई चाहिँ यो प्यानलाई अलिअलि नछोडुन्जेलसम्म हामीले मजाले त्यसरी नै चलाउँदै नडर्ने गरेर रोस्ट गर्नुपर्छ। रोस्ट गरिसकेपछि चाहिँ मासुलाई राखेँ। अब रेडी भयो हाम्रो अचार।